मेरो बुबाको लागि आज उहाँको जन्मदिनको अवसरमा उहाँलाई नै समर्पित। कहिले घाम बनेर बाटो देखायौँ, कहिले छाता बनेर ओट दियौँ। आफ्ना रहरहरू मारेर हाम्रा साना खुसी जोगाउन दियौँ। खुट्टामा चप्पल नहुँदा पनि हामीलाई काँधमा राखेर हिँडायो। आफू अँध्यारोमा बसेर हाम्रो संसारलाई उज्यालो भरायो। तिम्रा ती फुटेका कुर्कुच्चा र पसिनाले भिजेको निधार हाम्रै भविष्य कोर्नलाई गरेका रहेछन् दिनरात शास्ति र भार। हामीले बिराउँदा कहिले कडा भयौँ, तर मनमा दयाको सागर थियो। तिम्रो तो नबोल्ने माया नै हाम्रो जीवनको सबैभन्दा ठुलो आधार थियो। परदेशको तातो घाम होस् या गाउँको मेलापात र खेत, हाम्रै लागि बुढेसकालमा पनि सधैँ खटिरहन थाकी अचेत। बुबा, तिम्रो यो महानताको ऋण कसरी तिर्न सक्छु र? सधैँ मेरो शिरमा तिम्रो आशीर्वाद भइरहोस्, अरू के नै माग्न सक्छु र?